दाइ सफा गर्ने भन्दा पनि फोहोर नगर्ने भन्ने कुरा चाहिँ हाम्रो मेन थिम होइन सफा गर्नु पर्दैन नि त सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल पौडेल ब्लग्स 12 पौडेल ब्लग्स 12 मा तपाईँलाई स्वागत छ गाइज होइन आज चाहिँ हाम्रो अलिकति डिफ्रेन्ट टाइपको ब्लग छ आज चाहिँ हामी त्यो बेङस्थल पारी ढुङ्गामा चढेर होइन काठ काट्नका लागि जाँदैछौँ देख्न सक्नुहुन्छ हाम्रो मिसिनहरू तेल होइन त्यसमा चाहिँ हाम्रो पाता चेनहरू छ होइन अब हेर्दै जानुहोस् हाम्रो भिडियोलाई स्किप नगरिकन हामी के कसरी बेङस्थल पारी गइन्छ कसरी रुख काटिन्छ भन्ने कुरा हाम्रो पुरा यो भिडियोमा हजुरहरूले देखाउनेछौँ भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला धन्यवाद पुरा बेङस्थलको भ्यू देख्न सक्नुहुन्छ होइन हामी चाहिँ अब त्यही बाटो हुँदै जाने आज होइन देख्न सक्नुहुन्छ ठ्याक्कै यो टालमा ढुङ्गा टरेर पारी जाने हामी बेङनास लेक लेखेको ठाउँमा जाने काट्नको लागि देख्न सक्नुहुन्छ होइन हाम्रो अनिस ब्लग्स तेल सेल लिएर आउनुभयो होइन पाता साता हालेर अब हामी लाग्दैछौँ होइन के छ अनिस ब्लग्स के कस्तो भइरहेछ यो चाहिँ हाम्रो घर ठाउँको नियर बाईको ताल हो होइन अब लोकल ताल भन्नाले अब हामी त लोकल बासिन्दा त्यही वरिपरिको यो बेङनास ताल अब घुम्नलाई पनि राम्रो छ पौडी खेल्नलाईदेखि तपाईँको अब रमाइलो ठाउँ एकदम देख्न सक्नुहुन्छ डुवा छ होइन देख्न सक्नुहुन्छ होइन यहाँ बेङस्थलमा बोटिङको पनि सुविधा छ होइन देख्न सक्नुहुन्छ बोटिङको लागि बोटिङ गरिराख्नु भएको छ होइन पर्यटकहरू देख्न सक्नुहुन्छ पाइलट डुङ्गामा यसलाई चाहिँ पाइलट डुङ्गा भनिन्छ होइन उहाँ चाहिँ बोट छ बेङनास ताल डुवा घाटमा देख्न सक्नुहुन्छ डुवाहरू होइन हजुरहरूको आउनुहुन्छ र हिँडौँला भनेर हजुरहरूको प्रतीक्षामा रहेका छन् यी डुङ्गाहरू होइन हजुरहरू बेङनास ताल आएर घुम्न सक्नुहुन्छ मनोरञ्जन गर्न सक्नुहुन्छ होइन हाम्रो अनिस ब्लग आइसक्नु भएको छ बेङनास तालमा घुम्ने होइन त सर आज डुङ्गामा घुम्ने हो अनि मान्छेहरू चाहिँ लाउनु पर्छ पौडी जानै लाउनु पर्यो लाइफ ज्याकेट उल्टो भयो मेरो भाइ उल्टो भयो यस्तो होइन है आफ्नो हेरेर यहाँ रोइन्छ कि एउटा के ए ठिक छ ल के कस्तो अनुभव भयो मेरो भाइ एकदम गुड फिटनेस दिस इज सेफ्टी होइन अन्त यो बेङस्थलको हामी टक्क सरेर पारी पुग्छौँ अरू लोकेसन देख्न सक्नुहुन्छ अनि टक्क लाएर अब हामी बिस्तारै बिचको सिनेमेटिकहरू भ्यूहरू देखाउँछौँ अनि भाइ गएर भेट्छौँ ल आज चाहिँ हामी जाने क्रममा आज चाहिँ हाम्रो भाइरल सञ्जीव दाइसित भेटघाट भयो होइन दुई चार शब्द यसो राखिदिनु नि दाजु होइन ठिक छ यार अब यस रमाइलो हो अब हामी बेङस्थलतिर यसो घुम्दै अब मेन कुरा चाहिँ के भन्दाखेरि चाहिँ बेङस्थल चाहिँ सफा गर्नु पर्यो भन्ने कुरा हो हुन्छ दाइ सफा गर्ने भन्दा पनि फोहोर नगर्ने भन्ने कुरा चाहिँ हाम्रो मेन थिम होइन सफा गर्नै परेन सफा गर्नु परेन नि त हुन्छ हुन्छ मेन कुरा चाहिँ त्यो हो भाइहरूसित भेटेर चाहिँ जेस खुसी लाग्यो हाम्रो भाइहरूको जेस कन्टेन्टहरू दामी दामी आइरहेको छ है दुईजनाको खुसी लाग्यो हाम्रो दिपक दाइहरू हुन्छ दुईजनासित दामी छ मलाई दामी लाग्छ कन्टेन्टहरू है हामीलाई चिनेको मान्छेहरूले पनि हाम्रो अनिसहरूलाई हाम्रो अनिस के छ अरे हाम्रो तिम्रो युट्युबमा अनिक्स ब्लग तपाईँहरूलाई सबैजनालाई चाहिँ सपोर्ट गरिदिनु पर्यो ल हुन्छ दाइ दामी बनाउँदै उता
त्यतै गोड कि त्यता सुशीलले ख्याउनु पर्यो कि मैले ख्याउनु पर्छ त यहाँ आइज ती पछाडि म ख्याउँछु हो खिचेँ नि ख्याएको खिचे ल हामी चाहिँ अब लाग्यो अब पारी गएर भेटिन्छ है बाई बाई म पठाइदिन्छु देवताल पनि के अरे रुखतलमै लैजाउनु लोड गयो मान्छे अब सुरु गर्ने मन्दिर लिएर घाटबाट ल धुवा पनि व्यवस्था छ भन्ने होइन मोटरबाट यसो हालिदियो हजुर ए सनम सर म अहिले अलिकति घरभन्दा साइडभन्दा बाहिर छु हाम्रो साइड स्कुलको तालमा हो हामीले पोल्याङ्के ट्र्याक्टर किनेका है त्यो किन्यो भने फेरि हाम्रो हाली कुरो किनिन्छ होइन बस्ने खाने कम्पनीमै हो अब बाटो पिच गर्ने बसी कहिले पानी बोक्नुपर्छ कहिले सो गाइस यो बटारिएको छ मेसिन हाल्नु चेन फाइनली गाइस हामी चाहिँ अब जङ्गलमा आइपुग्यो होइन जङ्गलमा आइसक्यो अब मिसिन फिट गरेर अब हामी काट्न सुरु गर्दैछौँ होइन अब हेर्दै जग्गा चाहिँ अब कसरी काटिन्छ हेर्नुहोस् है त गाह्रो छ एकदमै पसिना यसलाई तेल खुवाउने हो हामी फेरि यो खाने है त्यसको तेल हेर्ने है यसलाई तेल खुवाइयो हामीले यो खाइयो सो फाइनली गाइस हाम्रो काटसाट काटेर सकियो काउसी भयो त्यहाँदेखि चाहिँ सेतै होइन मिसिनहरू पनि लिएर आइयो अब चाहिँ हामी लाग्दैछौँ गाइस स्विमिङका लागि बेङस्थलमा डुङ्गा लिएर लगाइज ल आउनुहोस् सो गाइस हामी चाहिँ लाग्दैछौँ बेङस्थलको सेन्टरमा गएर पौडी खेल्ने बेङस्थलको माझमा गएर पौडी खेल्ने गाइस है भिडियो स्किप नगरिकन हेर्नुहोस् है के कस्तो हुन्छ त सकिएला त पौडी खेल्न माझमा रुपताल त हामीले वारपार हानिन्छ होइन ठुलो कुरो छैन हाम्रो लागि बेङस्थलको सेन्टर पोइन्टमा गएर यसो पौडी खेलेर के कस्तो अनुभव हुन्छ त हेर है हजुरहरूलाई देखाउँछु म भिडियोमा स्किप नगरिकन हेरिदिनु होला गाइस भिडियो ल साथ सपोर्ट गर्नु होला च्यानललाई लाइक सब्सक्राइब कमेन्ट गरेर नबिर्सिनुहोस् है गाइस सो गाइस म चाहिँ अब डाइभ हान्दैछु बेङस्थलमा गएर एकदम मजा आइरहेको छ गाइस यो बाहुनको जनैले पनि लास हल्दाउँछ यो फेरि डकलहरू त्यो दाइले पुरा माछा मारिरहेका छन् यो हो यो होटल हो खास कुन रिसोर्ट हो तर सुक्यो होटल चाहिँ अब अलि यो बन्द भन्छन्थे अब हामी चाहिँ यस्तरी हाउने कि त सुत्यो पजबिहाको डाँडो भयो यो राणा होटल माझुकुना यो साइड फाइनली गाइस ल भिडियो के कस्तो लाग्यो हजुरहरूलाई यसो स्किप नगरिकन हेरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरेर सब्सक्राइब सो फाइनली गाइस हाम्रो चाहिँ अब काटसाट निकाट्यो स्विमिङ पनि गरियो र अब अहिले चाहिँ अब रात पर्न लाग्यो होइन बेलुकाको 5 बज्यो त्यस पछाडि हामी लाग्दैछौँ यी सामानहरू बोकेर घरतिर गाइस ल गाइस सो गाइस आजको सम्पूर्ण कामहरू भइसके पछाडि घुमघाम काठ काट्ने पौडी स्विमिङ सब भइसके पछाडि अब आज चाहिँ हामी खासा खाएर आजको भ्लगलाई यहीँ अन्त्य गर्दैछौँ सो गाइस यस्तो भिडियो हेर्नको लागि च्यानल सब्सक्राइब गरेर गाइस ल बाइ टाटा